हेलो एभ्रिवान, गुड मर्निङ। यो चाहिँ हाम्रो रुमको मर्निङ भ्यू रहेको थियो होइन। डे 3 को कुरा गर्दैछु। त्यसपछि हामीले ब्रेकफास्ट गऱ्यौँ। ब्रेकफास्ट गरेपछि हामी चाहिँ घुम्नको लागि निस्क्यौँ। आज चाहिँ हामी ब्याङ्ककमा थियौँ है। अनि घुम्न निस्किँदा त्यहाँ अङ्कलहरू हुनुहुन्थ्यो। उहाँहरूले त्यस्तो रमाइलो गरेर राख्नुभएको थियो। मलाई नेपाली गीत लगाइदेऊ भन्नुभएको थियो। अनि यो गीत पनि उहाँहरूकै चोइसको है त। त्यसपछि हामी जेम्स ग्यालरी गयौँ। वाउ, यहाँ चाहिँ यस्तो राम्रो राम्रो ज्वेलरीहरू होइन हेरेर छक्कै पऱ्यौँ कि हामी चाहिँ है। जति घुमे पनि नसकिने कि यस्तो धेरै थियो कि है। ओ माई गड, यस्तो ठुलो थियो नि यो। अनि यहाँ चाहिँ कस्तो भन्दा एउटा ट्रेन जस्तोमा लयो हामीलाई। अनि कसरी चाहिँ गोल्डहरू होइन डायमन्डहरू निकालिन्छ फुल प्रोसेसहरू चाहिँ देखाइरहेको थियो कि सुरुमा चाहिँ एकदम डर लाग्थ्यो। यस्तो अँधेरो ट्रेन जस्तोमा लयो, लाउन के हो भने पछि त्यो टिलेले टल्केको अनि प्रोसेस यसरी यसरी निकाल्थ्यो खनेको पुरै एनिमेसनहरू देखाइरहेको थियो कि यसमा चाहिँ। अनि त्यसपछि हामी यो हेर्दै एकदम रमाइलो भइरहेको थियो है। रियल जस्तै लाग्यो कि यसमा हेर्दा। सुरुमा चाहिँ डर लाग्थ्यो, पछि त आहा यसरी गर्दो रहेछ भनेर फुल प्रोसेस देखाइरहेको थियो कि है। यसको चाहिँ यस्तो थियो है यो चाहिँ। फुल प्रोसेस देखाइरहेको थियो। त्यसपछि यहाँ मान्छेहरूले यस्तो यस्तो गरेकोहरू पनि देखाइरहेको थियो यसमा चाहिँ है। कस्तो राम्रो कि हेर्दा हेर्दा छक्क परेको है म त। हामी एकदम रमाइलो भइरहेको थियो कि यो दिन चाहिँ यस्तो यस्तो हेर्न पाउँदा। जेम्स ग्यालरी भन्ने त कसलाई थाहा नहोला र होइन। वर्ल्डको सबैभन्दा ठुलो ज्वेलरी सप भनेर होइन। अनि त्यहाँ घुम्न पाउँदा यस्तो खुसी भइरहेको थियो। अनि हेऱ्यौँ, घुम्यौँ, फोटोहरू खिच्यौँ। यस्तो रमाइलो भयो थियो नि। यस्तो सरर पुरै देखाइरहेको थियो कि हामीलाई है। अचम्म लाग्थ्यो। अनि त्यहीँ बनाएको थियो कि कसरी बनाउँछ पनि पुरै हेर्न पाइरहेको थियौँ। कति भिडियोहरू त छुटिरहेछ कि मेरोमा, मैले क्याप्चर गर्न पाएन। किनभने म हेर्दै रमाइरहेको थिएँ कि हेर्दै रमाइरहेको थिएँ। क्याप्चर गर्नै बिर्सिँदो रहेछ कि कोही कोही बेलामा चाहिँ। यस्तो थियो यहाँ चाहिँ पुरा। यस्तो राम्रो है पुरै यस्तोहरू देखाइरहेको थियो। त्यसपछि हामी त्यहाँबाट निस्केर चाहिँ हामीलाई चाहिँ त्यो 2-3टा टेम्पलहरू चाहिँ घुम्न गयौँ होइन। फर्स्टमा चाहिँ हामी गोल्डन टेम्पल के भन्थ्यो नाम बिर्स्यो। गोल्डन टेम्पलै हो क्या अरे यो चाहिँ। यसमा घुमेमा यो पनि राम्रो थियो। तर यो टेम्पलहरू घुम्दा चाहिँ कस्तो भाइब्स आइरहेको थियो भन्दा लुम्बिनीवाला भाइब्स आइरहेको थियो कि। अनि यो चाहिँ अर्को ठाउँको अर्को टेम्पल हो। यो टेम्पल त सेम टु सेम लुम्बिनीमा छ कि। लुम्बिनीमा जुन छ नि यो त्यही हो। तर यहाँ चाहिँ एउटा अचम्मको कुरा चाहिँ के देख्यौँ भन्दा चाहिँ यसमा चाहिँ रियल लास राखेको कि। यो चाहिँ रियल लास हो कि यो टेम्पलमा चाहिँ है। अचम्म परेको। मैले सुरुमा त डर लागिरहेको थियो। त्यसपछि हामी त्यहाँबाट निस्क्यौँ। अनि निस्किँदा फेरि पनि रमाइलो गर्दै गीत गाउँदै बजाउँदै आयौँ। त्यसपछि चाहिँ अलि पछि आउँदा अलि टाढै थियो कि होटल चाहिँ यहाँबाट। अनि होटल फर्किने बेलामा बाटोमा पानी पऱ्यो, चिसो चिसो भइरहेको थियो। पानी पऱ्यो भने कस्तो रमाइलो भइरहेको थियो है। तर अनि फर्कियौँ होटलमा। त्यसपछि हामी अनि मेरो होटल बाहिरको बाल्कनी भ्यू चाहिँ यस्तो थियो। होटल बाहिर रुम बाहिरको चाहिँ। त्यसपछि हामी एक ठाउँमा खाना खान जाने भनेर गयौँ। खाना त के हो के खानै नसकिने हामीले। त्यही पनि मैले खाएँ कि श्रिम्पहरू ट्राई गरेँ होइन। ठिक लाग्यो, सुरुमा खान सकेको थिएन। त्यसपछि हामी हिँड्दै गएको थियौँ। हिँड्दै नै फर्क्यौँ त्यहाँबाट। त्यसपछि होटल आयौँ, सुत्यौँ। आजको दिन यसरी सकियो।